नमस्कार साथीहरु, जति पनि साउदी अरबमा भागेर काम गरिराख्नु भएको छ या भाग्ने सोचमा हुनुहुन्छ तपाईहरुको लागि यो भिडियो 2 महिनासम्ममा यदि तपाईहरुले आफ्नो कफला ट्रान्सफर गर्नु भएन या त कम्पनी चेन्ज गर्नु भएन भने अहिले नयाँ सिस्टम आएको छ जुन तपाईहरुलाई धेरै मुस्किलमा डाल्न सक्छ। यदि कम्पनीबाट हुरुप लागेर तपाईहरु भाग्नु भएको छ, यदि 60 दिनसम्म पनि तपाईहरुले आफ्नो कफला ट्रान्सफर गर्नु भएन, नयाँ कम्पनीमा जान सक्नु भएन भने तपाईहरुको फेरि 1-2 दिनपछि फेरि सिम कार्ड ब्लक गरिदिन्छ। सिम कार्ड ब्लक गरिदियो भने तपाईहरु न अफसर खोल्न पाउनुहुन्छ, न बैंक खोल्न पाउनुहुन्छ, न केही युज गर्न पाउनुहुन्छ, किनकि ओटीपी त्यही सिम कार्डमा आउँछ। तपाईको सिम कार्ड पुरै टोटली बन्द गरिदिन्छ। पहिला भागेर काम गरेको हुरुप लागे पनि सिम कार्ड बन्द हुन्थेन, तपाईहरुको सिम कार्ड टोटली बन्द गरिदिन्छ। त्यही भएर तपाईहरुले नयाँ सिस्टममा अहिले जति पनि यो डिसेम्बर सम्म टाइम दिएको छ, जति पनि भागेर काम गर्नुहुन्छ या हुरुप लागेको छ उहाँहरुले आफ्नो कफला गराउनु होला अनि नयाँ कम्पनीमा ट्रान्सफर लिनु होला ताकि आउने तपाईको समस्याबाट बच्नुहोस्। अनि सबै नेपालीहरुलाई बताउनुहोस् यो भिडियो सबै साउदीमा बस्ने नेपालीहरुसँग पुर्याइदिनु होला। अनि मेरो फेसबुक पेजलाई पनि फलो गरिदिनु होला साथीहरु। थ्यांक यू सो मच।